हेलो एन्ड नमस्कार वेलकम टु न्यू मिनी भ्लग र यो मिनी भ्लग रहेको छ तपाईँको 4.5 मिनटको र 4.5 मिनटमा हामी कहाँ पुग्यौँ 4.5 मिनटमा हामी पुग्यौँ धुलाबारी धुलाबारी मात्र नो अभियसली नो धुलाबारी त बाटोमा पर्छ हाम्रो मेन डेस्टिनेसन त रहेको छ ताप्लेजुङ र ताप्लेजुङ जाने क्रममा हामी यहाँ तेल स्टेसनमा तेल हाल्ने क्रममा छौँ र सबैजना मिलेर पैसा उठाएर 5,000 को तेल हालेर हामी लाग्यौँ र लाग्दा लाग्दै हामी पुग्यो इलामको बोर्डर जोर क्लासमा हामी मुतेर हामी लागिहाल्यौँ र पुग्यौँ हामी हरकटेबाट हामी सिधै स्किप गरेर पुग्यो कन्याम पुगेको छैन कन्यामको बाटो हो बाटो र अब हामी पुग्छौँ कन्याम सो कन्यामको सुन्दर दृश्यहरू हेर्दै एकदम गाडीहरू हेर्दै हामी पुग्यौँ फिक्कलको बाटो हो यो ल र फिक्कल कटेर हामी पुग्यो सिधै राके पुगेर गाडी बिग्रिहालेछ र गाडी बनाएर हामी पुग्यो फिदिम वाउ एकचोटि फिदिम बिचको छैन फोटो नो भिडियो एकदम फिदिमको सुन्दर दृश्यहरू हेर्दै हामी लाग्यौँ एकदम तेजसँगले जोरपोखरी वाउ जोरपोखरी पुगेपछि हामीलाई थाहा भयो कि हामी 6जना बिजोरहरू रहेछौँ र 6जना बिजोर एकदम जोरपोखरीको घुमाइ गर्दै हामी घुम्दैछौँ र यो म हो र उतापट्टिको दाई हुनुहुन्छ र पछाडि पोखरी र अहिले हामी पुगेको छौँ काबेली खोला वाउ पुल त छैन वाइ किनभने हामी नयाँ पुलबाट उतापट्टिको पुलबाट आयौँ र अहिले हामी छौँ पाथिभारामा हौ कसरी नो वेट ताप्लेजुङ त हिजै आइपुगेको हो तर बेलुका आइपुगेको छ त्यही भएर भिडियो सिडियो छैन र अहिले चाहिँ हामी सिधै भ्रमण गर्ने क्रममा हामी एकदम धार्मिक भ्रमणमा हामी उकालो चढ्दै लाग्दैछौँ पाथिभारा दर्शनतर्फ र हामी दुईजना गफ गर्दै जाँदैछौँ के भन्दैछौँ त्यो मलाई पनि थाहा छैन तर पनि हामी गयौँ र जाँदै म थकित भएर लडिहाले बेन्चीमा र गमलङ्ग परेर सुतिहालेछु र फेरि उठेर हामी पुग्यौँ मन्दिर छेउमा यो मन्दिरमा म के बोल्दैछु मलाई थाहा छैन यहाँ रहेछ तपाईँहरूको नरिवल फुटाउने ठाउँ र नरिवल त छैन आफ्नै ठाउँको फुटाउँ भने पनि दुख्छ र फेरि म लागे हिँडे माथि ट्याक गल्यो हो फेरि सुते अनि सुतेपछि फेरि उठिहाले र उठेर फेरि म गफ गर्दै माथि लाग्दै तपाईँको हिउँदेखि ओहो हिउँ वाउ र हिउँ खेल्नुको लागि 3जना एकदम व्यस्त हुनुहुन्छ र म पनि आइदिउँ क्यामेरा भनेर पुत्तै निस्किहालेँ क्यामेरामा वाउ पोयो म ओ ल ठिक छ र अलिकति भिडियो सिडियो गरेर फोटोसोटो खिचेर एकदम सुन्दर दृश्यहरू हेर्दै पछाडिको हिमाल पछाडिको पहाड वाउ हुस्से वाउ हिउँ भन्दै म पुगेँ सिधै पाथिभारामा र पाथिभारामा पुगेपछि लाइन बस्नु पर्ने रहेछ ओहो जाडोमा खुट्टा किक्रिक भइसक्यो लाइन सकिँदैन पछाडि यो अगाडिको ओके र जाडोमा खुट्टा ठिटी गर्दै ठिड्याउँदै भए पनि हामी दर्शन गरेर म आइपुगेँ हिउँ खेल्न वा हिउँ खेल्दै टाइम बितिसकेछ र हामी फर्किने क्रममा बोलेरोमा एकदम तपाईँहरूको गाडीको हालत त राम्रै छ तर पनि बाटोको हालत हेर्नुहोस् तपाईँहरू एकदम नराम्रो हामी आउँदाखेरि पनि यस्तै बाटो थियो जाँदा पनि यस्तै बाटो छ वाट कोइन्सिडेन्स है आउँदाखेरिको भिडियो किन छैन भन्दाखेरि रात परेको थियो र म बिचमा बसेको थिएँ त्यही भएर भिडियो गर्नु पाइनँ सो आजको लागि यति नै पाथिभारा दर्शन भयो सी यू नेक्स्ट टाइम बाई